12 वर्ष अगाडि कोचिङ स्टार्ट गर्दा आई फेस सो मेनी च्यालेन्जेस। हेलो एन्ड नमस्ते एभ्रिवान, दिस इज डे 7 एन्ड मी एज अ ताइक्वान्डो इन्स्ट्रक्टर। आजको ब्लग स्टार्ट गरौँ है त। बिङ अ नेसनल रेफरी म पुगेँ आज इमाइल ताइक्वान्डो दोजाङमा। त्यहाँ मैले भेटेँ हाम्रो एकदमै सुपर स्ट्रङ फाइटर, ब्युटिफुल अनि हामी सबैको प्यारी सीता दिदीलाई। गेम स्टार्ट गर्नको लागि सबै सेटअप रेडी गरिसकेपछि हामी लाग्यौँ ब्रेकफास्ट खान। ब्रेकफास्टमा चना अन्डा र मिल्क टी खाएँ। पिरो लभर दिपेश भाइले नाकबाट सिँगान चौँदै गम खाइसके पछाडि हामी लाग्यौँ गेम स्टार्ट गर्न। त्यसपछि फाइनली पुम्से सकेर हामी लाग्यौँ लन्चको लागि। लन्च सकेर म लागेँ युवराज सरसँग। युवराज सर बिचरा टन्न खाना खाएर गाह्रो भइरहेर खाना पचाउन ल्याएको हजमोला पूजन भाइले बोकेर हिँडिसके पछाडि युवराज सर रिसले चुर हुनुभयो। म आफै गएर पूजन भाइलाई फकाइसकेपछि उसले हजमोला दियो। त्यसपछि युवराज सर खुसीले दङ्ग हुनुभयो। त्यसपछि म लागि केरोगी खेलाउन। केरोगीमा लगातार 4 फाइट खेलाइसके पछाडि गेम सकियो। गेम सके लगत्तै डेमोन्स्ट्रेसन खेल प्रस्तुत भयो। डेमोन्स्ट्रेसन खेलमा जिम्नास्टिक, ब्रेकिङ र सिंक्रोनाइजहरू नाइसली प्रेजेन्ट गरिसके पछाडि हामी लाग्यौँ जुस खान। त्यसपछि मेरो सामना भयो नयाँ बजार ताइक्वान्डो दोजाङको प्रमुख प्रवीण श्रेष्ठसँग। उहाँको जोस जाँगर र स्टाइल देखेर म दङ्ग परे। त्यसपछि म लागि आफ्नो सर्टिफिकेट लिन। त्यसपछि घरको यात्रा सुरु भयो। आउँदै मास्टरजीकोमा छिरेर 1 कप तातो चिया खाएर एउटा फर्मल प्यान्ट अर्डर गरी मलाई घर पुगेर डिनर गरेर आज म चाहिँ सुतिहालेँ र सबैलाई गुड नाइट भन्दै सी यु इन नेक्स्ट ब्लग।